नमस्कार। आज म एउटा लोककथा लिएर आएको छु। हामीले सुनिराखेकै लोककथा हो, खरायो र कछुवाको दौड। यसलाई म अलिकति नयाँ तरिकाले प्रस्तुत गर्न गइरहेको छु। छिटो दगुर्ने खरायोले सधैँ ढिलो हिँड्ने कछुवालाई हेला गरिरहन्थ्यो। एक दिन कछुवाले प्रस्ताव राख्यो, खरायो दाइ, आज हामी दौडको प्रतियोगिता राखौँ। खरायोलाई आफ्नो गतिमा घमण्ड थियो, उसले सहजै स्वीकार गरे, हुन्छ। कछुवाले भन्यो, त्यसो भए लक्ष्य निर्धारण गर्नुहोस्। खरायोले तुरुन्तै भन्यो, त्यो अगाडि देखिन्छ नि ठुलो सिमलको रुख, त्यो सिमलको रुखमा पुग्नुपर्छ। अनि दुवैले दौड सुरु गरे। खरायो धेरै अगाडि थियो, कछुवा धेरै पछाडि थियो। खरायोले सोच्यो त्यो आउने बेलासम्म म आराम गर्छु। आराम गर्दा गर्दै निदायो। अनि कछुवा निरन्तर अगाडि बढिरह्यो र उसले लक्ष्य प्राप्त गर्यो र खरायोलाई बोलायो। खरायो दौड हारिसकेको थियो। खरायोले भन्यो, भाइ कछुवा, अहिले त म सुतेको हुनाले पो तैँले जितिस्, फेरि दगुरौँ। अब खरायोलाई नयाँ चुनौती खडा भयो। उसले भन्यो, ठिक छ दगुरौँ, तर अब चाहिँ लक्ष्य म निर्धारण गर्छु। अब यो सिमलको रुखबाट त्यो डाँडाको फेदमा एउटा अर्को बरको रुख छ ठुलो। अब हामी चाहिँ त्यो बरको रुखमा पुग्नुपर्छ। अनि खरायोलाई गतिको घमण्ड थियो, उसले सहजै स्वीकार गर्यो, हुन्छ दगुरौँ। उनीहरू दगुर्न सुरु गरे। खरायो धेरै अगाडि पुग्यो, तर लक्ष्यमा पुग्नुभन्दा अगाडि एउटा विशाल नदी थियो। त्यो नदी उसले उफ्रेर पार गर्न पनि सक्दैनथ्यो, धेरै चौडा थियो र पौडी खेलेर पनि पार गर्न सक्दैनथ्यो। त्यो नदीको धार एकदम तेजिलो थियो। त्यसपछि खरायो त्यही ढिकमा बसिरह्यो। कछुवा पारी गयो, बरको रुख छोयो र फर्केर आयो। खरायोलाई भन्यो, खरायो दाइ, फेरि दगुर्ने। खरायोले भन्यो, अब दुईचोटि हारिसकेको थियो। उसले भन्यो, भाइ दगुर्नु त दगुर्ने, अब यो खोलाभरि चाहिँ तिमीले मलाई पिठीमा बोकेर दगुर्ने, चौरमा चाहिँ मैले तिमीलाई बोकेर दगुर्ने, अर्थात् सहकार्य गर्ने। त्यसपछि दुवै खरायो र कछुवा मित्र भएर बस्न थाले, झगडा गर्न छोडे। यो कथाबाट के सन्देश पाइन्छ भने घमण्ड गर्नु हुँदैन। घमण्ड गऱ्यो भने हारिन्छ। आफ्नो काममा निरन्तरता दिनुपर्छ। निरन्तरताले सफलता प्राप्त गर्न सकिन्छ भन्ने हामीले पुरानै कथाबाट थाहा पाउँछौँ। त्यसपछि दोस्रो पटक कछुवाले जितेको कुराबाट हामीले चाहिँ लक्ष्य परिवर्तन गऱ्यो भने पनि हामीले विजय प्राप्त गर्न सक्छौँ। त्यसैले समयअनुसार हामीले लक्ष्य परिवर्तन गर्न पनि सक्नुपर्छ भन्ने सन्देश दिन्छ। र तेस्रो पटक दुवैले जित्ने कुराले के बुझिन्छ भने हामी सहकार्य गर्नाले पनि जित्छौँ भन्ने सन्देश यो कथाले दिन्छ। धन्यवाद। कथा कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र यहाँहरूका प्रतिक्रियाका आधारमा म आगामी दिनहरूमा फेरि यस्तै कथाहरू लिएर आउनेछु। धन्यवाद।